अलि नजिक भयो भने म आउँछु नि त ब्लग्स गराउँदै यसो उता रुम बुक गर हैन किन आउनु म तिमीलाई भेट्न आउँदिन म त गर्नलाई आउन कस्तो हो र तिमीलाई गर्न दिनलाई म आउँछु अनि के दिनलाई आउँछु त आउनु त मेरै लिन मेरो आउनु अरू त काम छैन के यसो आउन त यसो ब्लग्स बनाउन म तिमीलाई मेरो गाउँ घुमाउँछु के बुझ्यौ मलाई पर्दैन तिम्रो गाउँ तिमी आऊ बरु तिमीलाई म काठमाडौँ घुमाइदिन्छु काठमाडौँको त्यो थमेल घुमाइदियो तिमी र म थमेल रुममा जानुपर्छ के अरे त्यही जानुपर्छ है के अरे कस्तो कस्तो हुन्छ होला मालहरू कसम बवाल हुन्छ यार थमेलको म अस्ति हेरेको थिएँ के हो माल भने के हो त्यो कुरा थाहा छ सुरुमा के हो र माल भनेको हो थाहा छैन भने किन बढी बोले के भयो त माल भन्दैमा माल भनेको मलाई थाहा छ पैसालाई माल भन्छ हातमा माल छैन त कसले हेर्छ अघि अझै ल ओए तिमी म जिते त के गर्छौ पनिसमेन्ट अघि गर्छौ पनिसमेन्टमा अघि खेलेको होइन यत्तिकै कुरा गरेर बसेको हामी त छ्या अघि त मलाई त कट्टु खोलेर लगाउनु भनेको होइन जित्छु जित्दाखेरि यदि मैले पनिसमेन्टै गेम खेल्नु पर्यो भने नि सक्दैनौ नि बाबु तिमीले फेरि कसम कसम मेरो हन मेरो आइफोनको मेरो चार्जर सही भयो भने हन किन्यो भने आइफोनदेखि आयो भने हन त्यहाँदेखि बवाल गर्नुपर्छ यसमा हो बरु भोलि आइफोन बोकेर आऊ होइन कि चार्जै छैन कि त्यहाँ उस भन्छ बिग्रेछ क्या चार्जर बरु यहाँ सुन न घिनी सापिटी पैसा हाल्दैन न 4000 त्यही खुलुत्तै छैन मसँग पैसा मलाई चाहिँ कसले दिन्छ र म दिन्छु के 2 दिनपछि के अरे छैन नि के पैसा आफू त भिख मागिरहेको छु बरु छ भने तिमीले हाल्देऊ न कति हाल्दिनु ल मलाई 10,000 हाल्देऊ अनि मेरो घरतिर आउनु पर्यो यस्तो जानुपर्छ है होटलतिर घुम्न यताउता म हालिदिन्छु अब ल यता आउन हन होटलतिर घुम्न जानुपर्छ कि हामी चिल गर्नुपर्छ उता खोला खोला हन झारी झारी के अरे झारी झारी गएर भन्न मिलेन तिमीलाई रुममै लैजान्छ म आउनै पाउँदिन नि म काठमाडौँमा धेरै बिजी छु आई एम सो बिजी तिम्रो बिजनेस छ के को बिजनेस छ म बिजी हुन्छु भनेको बिजनेस केही पनि छैन मेरो गर्छौ मसँग बिजनेस तिमी र म के बिजनेस काण्ड तिमी र म काण्ड बनाउने अनि बेच्ने कस्तो छ बिजनेस ठिक छैन कोही किन्छ कि नै हाम्रो बिजनेस चल्यो भने ओ केटाहरू तिमीहरू किन्छौ कि नै बिजनेस हामी नयाँ नयाँ अफर के अरे नयाँ बिजनेस खोल्दैछु हाम्रो नयाँ कम्पनीको नाम काण्डा बजार के अरे काण्डा कम्पनी होइन नयाँ कम्पनी त्यही नाम हो तिमीहरू आइदेऊ होइन हाम्रो शोभा बढाइदेऊ त्यो कम्पनीको अनि त्यसपछि तिमीहरू किन्नुपर्छ है एउटा ओ कतिमा बेच्ने हो हामी अहिले महँगो राख्नुपर्छ है त्यसमा म हुन्छु नि त अलि औरा प्लस हुन्छ तिमी हो भने चाहिँ महँगोमा बेच्नुपर्छ तिमी भएर भने चाहिँ सस्तोमै मेरो त हो नि यहाँ चल्ने भनेको मेरो तलले हो तिम्रो त काम छैन नि त मेरो भएन भने तिमी के गर्छौ हात हालेर भएन के अरे हाम्रै चाहिन्छ लास्टमा होइन जति हात हाले नि मजा आउने तिमीहरूको नभए नि हुने जमाना आइसक्यो के ठुलो बोलिरहेको केही थाहा छैन अब बच्चालाई हाम्रो लागि नि भइसक्यो त त्यो हुन्छ नि त्यो केटीहरूको होइन त्यो चाकको त्यो डुप्लिकेट बनाएको अनि चाकको अगाडिको अनि त्यो डुप्लिकेट बनाएर अलरेडी बेचिरहेको छ म त्यही किन्छु तर के किन्नु अब तिमी यहाँ हुँदा नि खुलुत्तै तिम्रो कुरा कसम म गफ दिएको होइन कि हाम्रो लागि नि छ क्या जोगाड त्यही पनि हाम्रै त युज गर्छौ तिमीहरू अब के कुरा गर्छौ हाम्रैले काम चलाउने होइन हाम्रै सामान किनेर त हो तिमीहरू चलाउने भने होइन केटाहरू घिने काण्ड छैन ओभर बोल्ने होइन तिमीलाई त म बरु जिब्रो काटेर फ्याल्देऊ बरु तिम्रो जिब्रो काम छैन ए जिब्रो भए पो कालीकुती लाग्छ तिमीलाई चाट्दाखेरि होइन त
गाइज एउटा मणिगन हानिदिनु न हौ। यता 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 ग्यालेक्सी उता मणिगन है त ल केटा छिटो तिम्रो ट्याप ट्याप हान न हो यार भएन ग्याङ के अरे गाइज एउटा मणिगन हानिदिनु न हौ मलाई। गाइज एउटा भाइ मणिगन थापु दिनु। रेन्जी एउटा मणिगन छ भने हानिदिनु न। ओइ के भन्न लाग्थ्यो कस्तो मेरो यो भिडियोमा सबजनाले गरी लाइक कमेन्ट गरिदिनु। मैले मेन कुरा हेर्ने भनेको तिम्रो आँखा प्लस यो प्लस बिचक कमरको तिमीलाई बिचक सबभन्दा मन पर्ने मेरो के हो? तिम्रो तलको अनि माथिको दुईटा बुम माथिको के? माथिको यो दुध तलको पुतली अनि मेरोमा तिम्रोमा त म केही देख्दिन। कस्तो केही देख्दिन मेरो तल छ त झुन्डेको दुईटा गुला प्लस झुला हो क्या ए होइन गुला प्लस झुला अब बर्थडे पनि हुन्छ केही तिहार होला नि त तिम्रो काण्ड के अरे केही कम्पनीको तिहार होला नि त के को लागि हो त्यो खास हेर तिमीले मलाई अघिदेखि कुरा फुस्कन लागिरहेको छ त्यो काण्ड प्लिज मलाई यही काण्डले मलाई कति धेरै असर परिरहेछ यही कुरा तिमीहरू बिचबिचमा ननिकाल्छौ क्या। मैले त्यो कुराहरू भनेको अलिअलि गरेर यहाँ सुन न तर तिम्रो माथि नराम्रो बित्यो होला होइन तिमी चल्ने भनेको त अलि यस्तै यस्तै बोल्नुपर्छ क्या बुझ न तिमी आफै यसो काण्ड भन्नेमा के हुन्छ र अब निकाल्नु पो भएन अब आफूले राम्रो भएर सही भयो ठिक भन्दैछ मान्छेलाई के टेन्सन परिरहेछ चलेर बिर्सिने कोसिसमा छु। अनि अब उनीहरू भनेको लाइभ होस्टर साथीहरू जस्तै हो होइन उनीहरूले नि अब यो कुरालाई बिर्सेर अघि बढ्नुपर्छ भन्ने पनि ठाउँमा त कहाँ हो ए थप्पु के छ तिम्रो हालखबर? मलाई ब्याक गर्न त थप्पु ल दाइ यो नाइ हो कसको भिडियो कसको भिडियो हाले मेरोमा नि पठाउनु त तेरो आइफोन बन्यो नै यार त्यो चार्जर बिग्रिसक्यो साथी बनाउन जाने पो त्यसको नम्बर पठाइदेऊ त मलाई कसको गिली खतरा छ यार कसम ओइ गोविन्दले मैले पठाइदिएको छ अस्ति आइफोनको चार्जर लिन आएको छिटो अहिले के को भिडियो पठाउन लाग्यो? गिनीको हेर्छस् मसँग छ अर्कै भिडियो ए मलाई नि पठाउनु हो मलाई नि पठाइदियो भन्दै छोड्देऊ ओ थप्पु भाइ छोड्देऊ के यिनीको एआईबाट बनाएको भिडियो हो के त्यो एआईबाट हो कहाँ पठाउँछ त नि यसलाई मैले पठाएर त हेर्छ जस्तो लाग्दैछ होइन मलाई पठाला जसले मसँग छैन कि मैले डिलिट गरिसकेको त्यो मसँग छैन छ्या मलाई त पठाएर डिलिट आउनु पर्छ एआईबाट बनायो के चरित्र हत्या गर्न ए हो अब यहाँबाट निस्केर हेरौँ अब यहीँबाट थाहा भइहाल्छ नि हेरौँ अब म निस्केँ है नभन्दै वाले उ गर्छ मलाई नि खास गरी मलाई चाहिएको छ के यार कस्तो सिक हो WhatsApp नम्बर होला त थप्पु भाइ पठाइदिइहाल्छु किन त अनि अलिकति थप्पु भाइसँग सँगै बसिरहेको थियो त्यसलाई सँगै बसे थिए उसको घर गएको ल म निस्किन लाग्यो नजिकै हो ल निस्क आशिक म गएको ल तल देखि नै जान्न के भोलि आइज भोलि भेट्न आइज नि त बेलुकातिर अनि प्रसाद बाँड्छु भन्दै थियो त कस्तो प्रसाद त्यो गोविन्दलाई जोर त
गयो हो अलि भोलि आउँछ के अरे भोलि गयो गयो जान्छु भन्दै थियो के अरे गोविन्द छ सुन यहाँ यदि तिमीलाई त्यो भिडियो पठायो भने नि कसले पठाएको हो मलाई मलाई नि भन है है त्यो भिडियो उम्, किन ल ल म तिमीलाई पठाइदिन्छु तिम्रै भिडियो हो कि आज ए कुन भिडियो हो र ओ, खासमा मेरै मैले भिडियो। ए हो उम्। ल ठिक छ अब राम्रो भयो भने हेर्छु अब नराम्रो के कस्तो छ र भिडियोमा त्यस्तो खास अघि अघि मैले बोलेको त्यस्तो जस्तै हो खास केही पनि something। छैन एआईबाट ऊ यो गोविन्द आयो ओइ गोविन्द एआईबाट हो क्या त्यो छोडिदेऊ यार त्यो ऊ नचलाऊ यार कन्टेन्ट नचलाऊ बिचरा छोडिदियो कि नि अब टेन्सन नगर त्यो एआईबाट हो अनि तैँले यो के अरे गुला ग्याङ सबैलाई पठाइदिए प्रसाद भन्दै थियो त के प्रसाद हो त्यस्तो अर्कै प्रसाद हो क्या मुजी त मुजीकै प्रसाद हुन्छ मुजी तेरो पो एआईबाट हो अरूको त रियलै आएको हुन्छ त ए भनेपछि घिनी राम्रो रहेछ भर्जिन मेरो लागि ठिक छ लभली किन भर्जिन हो म फुटाल्छु अहिले सृष्टिले मारले सृष्टिले मार्ले नि कसले सृष्टिले भाइ को सृष्टि हिजो कलमै छ ए केटी हो के भयो त उसलाई नि फकाउँछ राख होइन मलाई फलो गरिराखौँ होइन भोलि म इन्स्टाग्राम आइडी राख्छु अनि टक्क व्यवस्था मिलाउनु पर्छ सृष्टिले फेरि मार्ला होइन भाइ अरू भने त्यस्तै हो दाइ भाइ नगर को सृष्टि हो र उसको बोयफ्रेन्ड हो सृष्टि तेरै गर्लफ्रेन्ड होइन र म थपुको ए, अस्ति बोले- आशिकको गर्लफ्रेन्ड हो आशिकको गर्लफ्रेन्ड हो भन्दा बोले जस्तो लाग्थ्यो बोले जस्तो कतिजनासँग बोले लाइभमा ल घिनी अब मेरो फोन 14% चार्ज छ सृष्टिसँग त अनि सृष्टिसँग त अनि कलमै बोल्छ उसले त नि उसको के पर्छ घिनी तिम्रो म चिन्दिनँ साला हावा यो गफ दिँदैछ गोविन्द नै मलाई थाहा छैन सृष्टि अघि तिमीलाई थाहा छैन गोविन्दलाई हावा गफ दिँदैछ तेरो गर्लफ्रेन्ड होइन ए स्मृतिको कुरा गरेको ए स्मृति हो म्याम मलाई त्यही भन्दैछ स्मृतिको कुरा गरिरहेछ सृष्टि भनेछ कि त्यही भएर नबुझेको गाइजहरू सबैजना होइन किनीकोमा जतिजना छ सबले मलाई फलो गर्नु होइन लेटेस्ट एउटा होइन कुबेतामा बसेर होइन घरा बुढो छोडेर बच्चा पालेर हिँड्ने अनि उ गर्ने होइन ठुल्ठुला कुरा गर्ने मान्छेले चाहिँ होइन खत्रै आएको छ होइन तपाईँहरूलाई थाहा छ होइन बङ्गालीलाई चिकाएर बस्ने होइन भोलि मैले त्यो चाहिँ काण्ड सो गर्छु है कस्टमर यार मलाई पठाइदिएर नम्बर पठाएर म पठाइदिउँ ल म अहिले मेसेज गर्छु ल उसले चाहिँ ओइ अहिले त्यो भन्दा त बरु गुगलमा गएर हेर के नम्बर नि पठाउनै पर्दैन गुगलमा गएर हेर न गुगलमै आउँछ त राम्रो तेरो आउँदैन के गुगलमा ए सरी तेरो के अरे तिमी जति राम्रो आउने के गुगलमा कुक्क। तिम्रो होइन कस्तो बस्ने भने केटी होइन घिनी रुन लाग्यो के छोडिदिए होइन बच्चा पनि छ होइन होइन, बङ्गालीलाई हो, बुढो छोड्ने जिस्केको हो, बङ्गालीलाई जिस्केको चिनाउने मात्र हो। त्यसमा नआएर होइन किनीको होइन हो किनीको त एआईको हो घिनी र म साथी हो के बेबी त चाहिँ के हो भइरहेको थियो जिस्किएको किनकि- तँलाई के भनेको नजिस्कानु हाँ? भएको भाइ बिचरा त्यो मैले कुन चाहिँ एआईबाट बनाइदियो यार त्यो के। घिनी तिमीलाई स्टाइलमा बस्ने रे कमेन्ट नपड्के ओइ भाइ ल हामी दुईजना किनी एक्लै ल पनिसमेन्ट म्याच खेलौँ ठिक छ ल एसेप गर ल हामी दुईजना किनी एक्लै ल सिङ्गल सिङ्गल आइज क्या किनी एसेप गर है क्या घिनी के भयो केही नै किन हो स्याड भएको आँसु आउँछ कि अहिले त्यस्तो नभयो यार कसम ओ तिमीहरू हावा कमेन्ट नहाने यार बरु घिनीको बारेमा केही राम्रो शब्द बोल खालि काण्डको कुरा गर्छ यार त्यो कमेन्ट नपढ्नु है भाइ यार छ्या ल कस्तो छ
होइन कि मैले भनेको कि यस्तो उस्तो नगर भनेर नभन्ने नलेखेपछि अब इग्नोर गर्दैन तैँले देखे नि इग्नोर गर्न यार ल केटाहरू गुड बोय बन्नुपर्छ ओके ठिक छ गाइस डोन्ट वरी घरि राम्रो भन्दिने छु बरु गोविन्दलाई गाली गर भन्दैछ माथि मलाई गाली गरेर के मैले तिनीहरूलाई मैले के तिनीहरूले मेरो माछा गालीको गाली भेटे त नि ठिक छ केही छैन राम्रो बोल्नुपर्छ अच्छा जिस्किने हो क्या एकछिन जिस्केर केही हुन्न घिनी के भयो होइन आफूहरू बस्छ होइन ल म घिनीलाई फकाउँछु घिनी के भयो के हो त मोबाइल हेरे कि कसलाई हेरे घिनी भन न के भयो तिमीलाई गर्छ जिस्किन्छ त्यो त हो होइन तिमी पनि जिस्को उसँगै अब केही भएन ए भिडियो भाइरल भयो घिनी यता हेर न मेरो फोन चार्ज छैन कि एकछिन हेरेर जान्छु तिमीलाई के भन्ने हो र तिमी स्याड नभन्नु नरौ न स्याड अघि क्या राम्रो जिस्किरहेको थियो यिनीहरू हावा भनेर गइदियो जहिले गिराएर भन्छौ क्या तिमीहरू अबदेखि म भन्दिनँ यार त्यस्तो केही पनि प्रमिस भनेर अब त्यस्तो भन्दिनँ यार केही पनि केटाहरू तिमीहरू पनि त्यस्तो नराम्रो नभन्दै बुझ यार त्यसको नि फिलिङ बुझ यार नरौ स्ट्रङ भएर बस्छ एकछिन टेन्सन नले हो हुने कुरा त भइसक्यो नि गोविन्दले अस्ति कस्तो सपोर्ट बोलेको त अहिले घिनी छ्या गोविन्द नि त्यस्तै रहेछ झट्टा उसले गरेर हो क्या उसले यताउता भन्थ्यो नि त सबलाई काण्डसँग तिमीहरू सबैजना मिलेर के गरिरहेछौ मलाई तिमीहरू सबजना मिलेर जाऊ क्या म त्यसमा छैन कसम आइएम प्रमिस केटाहरू म छैन है म त्यस्तोमा म जान्न ल म तिम्रो सपोर्टमा छु तिमी राम्ररी बस तिमीलाई कसैले केही गर्दैन तिमी आफै स्ट्रङ बन्नु खोज कि म त के भन्नु अब तिमी त्यही स्ट्रङ भऊ रेस्पेक्ट गर ब्रो रेस्पेक्ट छ हो मेरोबाट फुल रेस्पेक्ट छ अघिसम्म म जिस्केँ अब अलि जिस्किरहेको थिएँ नि त त्यही भएर तिमी नरौ ल